नाममा के छ? लेनिन बन्जाडे। मागको कठ्याङ्ग्रिने चिसो, चिसोमा झनै चिसियो मन जब समीरले कानैमा आएर फुसफुसायो, राधिकालाई त शिवेले लाने भो, त हेर्दा हेर्दै गइस खोलै खोला। के भन्छस् बे? फुस्किस? हो बे हो। शिवेले राधिका आजसँगै कलेज आए बिहान। हात समाथे? हात त समाथेनन्, तर खुब मस्क्या थे बाटोमा। बरु सक्छस् भने आजै दे चिठी, नत्र शिवेले जिप्ट्यायो। स्योर। गोजीभित्र बडो जतनले पट्याएर राखेको चिठीले भतभती पोल्न थाल्यो। चिठीका अक्षरले पालै पालो घोच्न थाले। रातभरि बसेर कनीकुथी लेखेको 2 पेजको चिठी समीरको समाचारले फतक्कै गल्यो, शीत परेपछि ओइलाएको कागज झैँ। समीरले मलाई त्यस्तो दर्दनाक र भयङ्कर खबर सुनाएको थियो जसले छिनभरमै मेरो सास लैजान सक्थ्यो वा निमेषमै भाव शून्य भएर मैले तुरुक्क आँसु खसाल्न सक्थेँ। रुम्की नरुम जस्तो भयो। तर समीरकै कुराले आँसु खसालिहाल्नु अघि 20 पटक सोच्नु पर्थ्यो। बेफुवाक्क खबर सुनाएर मान्छे रुवाउँदै हिँड्ने र पछि रामधुलाई भेटेर आफै रुँदै हिँड्ने मान्छे थियो ऊ। तेरी स्वास्नी पहिला गई भनेर उसले थुप्रैका हातबाट थुतुनो सुन्नु आएको थियो। टोलका प्राय लोग्ने मान्छेले उसलाई धेरै पटक धोइसकेका थिए, कति पटक त नाङ्गै पारेर। पेच हल्का ढिला भए पनि ऊ हाम्रो ग्याङको भरपर्दो र जङ्गी थियो। हामी 3-4 जना बाहेक अरू सबै उसँग कुनै न कुनै कारणले बिच्किएका थिए, किनकि उसले सुनाएका 98% खबर कि त हावा हुन्थे कि त हावाका झोंका। अब राधिकालाई शिवेले लान्छ भन्ने समीरको खबरमा कसरी पत्याउँ? आत्मविश्वास साथ भने, अनि शिवेले त ह्याप्दिसक्यो भन्थ्यो त अस्ति। नापेर ह्याप्थ्यो, मैले मेरै आँखाले देखेको। उसले थप्यो, साला शिवेको पो गर्दशा चम्के रहेछ यसपालि। कालो अनुहार झन् कालो भयो। धड्कन जस्तै त हुन्न बड्डा। समीरले बडो घत लाग्ने गरी हाँस्यो। हेर्दा हेर्दै त सुनिल सेट्ठी भइस बे। दाइ त्यस्तो कुरा नगर यार, मुटुमा गाँठो पर्यो। ऊ झनै हाँस्यो। के गरौँ यार, मर्छु कि के हो? मेरो कलेजो भित्रै कता कता बटारियो। हा नमर। त्यो शिवेलाई तह लगाउनु पर्ला। कसरी लाउने त? सब कुरा मलाई छाड्दे, बरु हिँड चाउमिन खुवा। समीरको चाउमिन खाने दाउ हो कि जस्तो पनि लाग्यो। भर परिहाल्ने मान्छे त थिएन। खाजा खान जस्तो सुकै नाटक पनि गर्न सक्थ्यो। उसले मात्रै खायो चाउमिन, मेरो मनले खान मानेन। छाती गरुङ्गो भएपछि त सास फेर्न पनि मन नहुँदो रहेछ। खाइवरी निस्कने बेला उसले भन्यो, नडरा राधिका तेरै हुन्छ। त्यो शिवे त्यसै फन्किएर हुन्छ? मन त गुलाफको बगैँचामाथि फिजिए जस्तो पो भयो एकैछिनमा। खस्न लागेको आँसु पनि पिलित्त भित्र गए। विद्यानाथ, महाकसम नडरा। मैले चिठी च्यातेँ र सङ्कल्प गरेँ, जे भए पनि मुखै अगाडि गएर भन्छु अब। यस्ता चिठी भर हुन्न। हिन्दी फिल्म धड्कनको ट्रेलर आएदेखि नै कलेजमा साथीहरूले हाम्रो कित्ता काटे। कालो भएकोले म सुनिल सेट्टी, राधिका हिरोइन नै भई शिल्पा सेट्टी र हलक्क बढेको खाइलाग्दो शिवे अक्षय कुमार। मलाई लाग्थ्यो हिरोइनी त आखिर सुनिलकै हो। प्राय हरेक दिन कलेजमा मेरो र राधिकाको कुरो चल्थ्यो। राधिका शिल्पा हुन्थी, म सुनिल। तुम दिल की धड्कन में गीतमा धेरै पटक राधिका र म नाच्थ्यौँ हर्नोकको डाँडामा पुगेर। ऊ कम्मर मर्काउँथी, म भुतुक्क हुन्थेँ। मनमा हुन्डरी चल्थ्यो, मुटु बेसरी धड्किन्थ्यो। हाम्रा वरिपरि 25-30 जना केटाकेटी झुम्म परेर नाच्थे, चारैतिर गीत बज्थ्यो। चराहरू हाँगमा बसेर गीतको भाकामा रमाउँथे। कतिखेर भुर्र उठ्थे। अलि पल्तिर खोला बग्थ्यो आफ्नै गतिमा। अनि कताबाट दौडदै आउँथे शिवे र एकाएक बन्द गर्थ्यो गीत। म झल्यास्स हुन्थेँ। हरेक दिन हर्नोकको डाँडामा कम्मर मर्काउँदा राधिका पूर्ण रूपमा मेरी भइसकेकी थिए। कक्षा बाहेक हरेक क्षण ऊ मसँग हुन्थी, मसँग हेर्थी, मैसँग खान्थे। कलेज जाँदा फर्किँदा मेरै दायाँ कुममा हात राख्थी। ऊ मेरो घर आउँथी, म उसको घर जान्थेँ। मेरी आमासँग बसेर लुगा धुन्थी, भाँडा माझ्थी, तरकारी काटिदिन्थी। कहिलेकाहीँ मेरो हरियो एटलस साइकलमा बसेर गाउँ डुल्थी। मलाई थाहा थियो मसँग गर्ने व्यवहार राधिकाले शिवेसँग पनि गर्थे। राधिकाले उसको घर गएर पनि लुगा धोइसकेकी थिए, तरकारी काटिसकेकी थिए। शिवेको हिरो होन्डा स्प्लेन्डरमा बसेर उसले गाउँ मात्र होइन, सिङ्गो देश घुमेकी थिए। उसको बाइक अघि मेरो हरियो एटलस कता दुब्लो र मदन च्यासे देखिन्थ्यो, सुकेको सिमलको रुख झैँ। त्यसैले मनमा एउटा डर थियो। धड्कनमा शिल्पा सेट्टीलाई अक्षय कुमारले जसरी उछिट्यायो, शिवेले राधिकालाई त्यसै गरी लैजान्छ अनि म बर्बाद हुन्छु। शिवे र म राधिकाका दिवाना थियौँ, त्यो उसलाई पत्तो थिएन। पालै शिवेको बाइक र मेरो साइकलमा घुम्दा पनि उसले कहिल्यै खबर पाइन। त्यसैले लाग्यो शिवेले भन्दा अगाडि मैले जसरी पनि राधिकालाई भन्नुपर्छ, तर आँट आएन। एकपटक फोन गरेर आई लभ यू भन्ने 10 कक्षाको प्रकाश गुप्तालाई राधिकाले धोइसकेकी थिए। एक त म भन्दा नि फुच्चे, त्यसैमाथि घरमै आएर आई लभ यू भन्छस् भन्दै राधिकाले तेलले लरक्क बायाँतिर फर्काएको प्रकाशको कपाल गोडेर चोरमै पछारेको मैले देखेको थिएँ। एक त म भन्दा नि फुच्चे, त्यसैमाथि घरमा फोन गरेर आई लभ यू भन्छस् भन्दै राधिकाले तेलले लरक्क दायाँतिर फर्काएको प्रकाशको कपाल गोडेर चौरमै पछारेको मैले देखेको थिएँ। त्यस दिनदेखि राधिकाले मेरो हंस लगी। कलेज छुट्टी भएपछि एक दिन समीरले उक्सायो, आँटी छोरालाई बाघले खान्न, जा गएर भनिहाल, मौका यही हो।
हो त, डराएर पनि के लभ गर्नु, जुरुक्क उठेँ। राधिका अरू साथीभन्दा पछि थिए। घुँडासम्म आउने फ्रक लगाएर हिँडेको असाध्यै सुहाउँथ्यो उसलाई। भर्खर पुसमा 18 टेकेकी, त्यसमाथि ज्यान पनि भगवानले टाइम लिएरै बनाए जस्तो। झन् गफिएर हाँस्दा त म पनि खुत्रुकै हुन्थेँ। ओइ राधिका सुन्न, ऊ फरक्क पछाडि फर्किएर भने, भन्। मुटु ढक्क फुल्यो, चिटचिट पसिना आए। भित्र कताबाट एकाएक सुलुलु बग्दै आए शब्दहरू, तँलाई मन पराउँछु यार, तर घाँटीमै आएर ठप्प अड्किए। श्याम सरको नोट दे न, मैले भने। उसले मुसुक्क हाँस्दै ब्यागबाट कपी निकालेर दिए। थरर कापेको हातले च्याप्प कपी समाएर झोलामा हालेँ। एक मनले सोचेँ, ज्यान गए सक्दिनँ अब, शिवेले नै लगोस् बरु। शिव र म बीच अलिखित सम्झौता भएको थियो, जसले सक्छ उसले राधिकालाई लग्छ। मैले राधिकासँग घर जम्कै योजना नबनाए पनि हर्नुको डाँडोमा घाम तापेर सँगै सुन्तला खाएको सपना भने देखेको थिएँ। अलिक पर समीर उफ्री उफ्री हाँस्दै थियो। दाइ सकिन यार, मर्छु कि के हो, बरु तैँले नै भन्दैन, म निकै सकस परे नै बोलिरहेको थिएँ। नडराके, कुमारले मिलाउँछ अब कुरा, पख। लभसपको कुरामा कुमार अनुभवी थियो। भर्खर उसले हाम्री कक्षाकी यमुनालाई घुमाउन थालेको थियो। दौड्दै कुमारलाई लिएर आएर समीरले मलाई सबै वृत्तान्त सुनायो। मैले थपेँ, मुखिमजी भन्न सकिएन, चिठी लेखौँ त? ऊ कड्किएर बोल्यो, चिठी सिटीको चक्कर छोड, बरु हात चिरेको देखेपछि केटीहरू खुत्रुकै हुन्छन्। कुमारले आफ्नो बायाँ हात देखाउँदै भन्यो, मैले नि चिरेर यमुनालाई पट्याएँ, थाहा छ नि। एकाएक हात चिर्ने कुराले मुटु ढक्क फुल्यो। सुई लगाउँ त सास अड्किन्छ, हात कसरी चिर्नु? कुमारले कलेजका आधाउधी केटाहरूको देब्रे हात चिराएको थियो। तीमध्ये धेरैको फलिफाप भएको नि थाहा थियो। सुरुमा हल्का चसक्क हुन्छ, मनमनै राधिकालाई सम्झेस, केही हुन्न। कुमारको कुराले आँट आयो। त्यही रात टोपाज ब्लेडले बायाँ हातमा आर लेखेँ। घरमा देख्छन् भनेर ह्यान्डी प्लास्ट लगाएँ। घाउ चहराए पनि मन पुलुक्क थियो। अब राधिका मेरी भई, सिबे भाँडमे जाउन्। हात त चिरियो, राधिकालाई देखाउने कसरी? सर्टको बाउला माथि सारौँ भने अरू सबैले देख्लान् र जिज्जलान् भन्ने डर। बाउला नसारौँ त त्यत्रो कष्टले लेखेको नाम खेर जाने डर। सिधै गएर हात देखाउन नि भएन। कक्षामा एकातिर केटीहरू बस्थे, अर्कातिर केटा। राधिका तेस्रो लहरको सबैभन्दा छेउमा बस्थे। प्राय सबैका आफ्ना सिट हुन्थे। म 6औं लहरमा बस्थेँ। तेस्रो लहरसम्म पुग्नु सबैभन्दा महाभारत थियो, किनकि त्यही लहरमा शिवे बस्थ्यो। मैले हात चिरिसकेको कुरा शिवलाई पत्तो थिएन। शिवलाई भने, दाइ पछाडि बस्दा खासै सुनिएन यार, श्याम सरको क्लासमा म तेरो सिटमा बस्छु नि है। उसले मानेन। दाइ प्लिज, अर्को क्लासमा फेरि पछाडि बस्छु के, देन। अझै मानेन। कानैमा गएर फुसफुसाएँ, राधिकालाई लगेस् के बरु तैँले नै, देन। पुलुक्क मतिर निच्च हेरेर हाँस्यो। साले, ऊ उठेर मेरो सिटमा गयो, म उसकोमा। मैले घोसे मुन्टो लगाएर किताब हेरेको बाहनामा मेरो बायाँपट्टिको अर्को लहरमा बसेकी राधिकातिर छड्के हाने। ऊ आफ्नै कापीको संसारमा थिए। बिस्तारै बायाँ हातको बाउला माथि सार्दै गएँ। अलिअलि गर्दा आरको टुप्पो देखियो। अझै माथि सारेँ, आधा आर देखियो, तर राधिकाले आँखै लाइन। श्याम सरको क्लास सकिने लाग्दा पुलुक्क हेरी मेरो हातको आर, मुसुक्क हाँसी। म पनि हाँसेँ। हाँस्दै चिरकटोमा केही लेखेर मतिर फुत्त फाली। म कालो निलो भएँ। यति छिटो जवाफ आउला भनेर कहिल्यै चिताएको थिइनँ। यति सजिलै पनि कसैको लभ पर्दो रहेछ, मान्छेहरू किन मरिहत्ते गरेका। अनि एकै रिलमा फ्ल्यासब्याक झैँ सुरुदेखिका सबै सिन घुम्न थाले, स्वर र ढ्याक्क। राधिकाको चिरकटो समाएपछि हात थरथरी काँपे। मुटुको गति एक्कासी बढ्यो। श्याम सर कता कता नेपथ्यमा कराइरहे जस्तो लाग्यो। एन्टन चेकअपको एबाउट लभ बारे उनले के भनिरहेका थिए, केही सुनिन। किताबको बिचमा चिरकटो राखेर हेरेँ। मुटु झनै धड्कियो। छेउछाउ अँध्यारो भयो। शरीरभरि काँडै काँडा उम्रिए। कञ्चटमा पसिना रसाए। त्यहाँ त्यस्तो चिज लेखिएको थियो जुन मेरो अड्कल, अन्दाज र आशाभन्दा कोसौँ टाढा थियो। रन्जितालाई मन पराउँछस् तैँले? काले छुपा रुस्तम। म सपनाको वायुपङ्खी घोडाबाट सिधै भुइँमा खसेँ। जसरी कुनै कथामा इकारस खसेको थियो। होइन, आर भनेको राधिका हो, तँ हो भन्न मन लागेको थियो। फेरि घाँटीमा आएर अड्कियो सास। मेरो लभ स्टोरीको पहिलो असफल अध्याय समीरले सबैलाई भनेर मरेछ। त्यो कलेजभरि गसिप बन्यो। अझ हात चिरेको कुरा सबैभन्दा बढी। जसले भेट्थे हात देखाउन भन्थे। म मरे जस्तो हुन्थेँ। कतिपयलाई बङ्गाला झार्ने धम्की दिएर तह लगाउँथेँ, कसैसँग आफै तर्किन्थे। तर जब श्याम सर अघि पर्नुभयो, मुटु हर्ल्याक हुर्लुक गर्दै घुँडासम्म आउँथ्यो। श्याम सरको व्यक्तित्व रहर लाग्दो थियो। अङ्ग्रेजीमा राम्रो दखल राख्नुहुन्थ्यो र +2 को प्रिन्सिपल पनि। उहाँले आजकल झुकल पत्रिकामा मेरो नाम देखेर धेरै पटक काँध थपथपाउनु भएको थियो। साहित्य पढाउने भएकोले उहाँले म प्रति उहाँको अलि बढी निगाह थियो। कहिल्यै नराम्रो वचन लाउनुहुन्थेन, तर उहाँलाई देख्दै हामी कायल हुन्थ्यौँ। आज उहाँका अगाडि म नुन खाएको भाले झैँ थिएँ। मिस्टर बन्जारे, यु आर बिङ मिस्चिभियस, श्याम सरले अङ्ग्रेजीमा थर्काउनु भयो। आई विल नट टलरेट दिस फ्रम नाउ अन। डिड यु गेट मी? यस सर, मैले भने। आई एम सरी सर। सरी भन्छ मुला, उहाँ जङ्गिनु भयो। तँबाट मैले यस्तो अपेक्षा गरेको थिइनँ केटा। खै हात देखा। मैले सुलुक्क हात तेर्स्याएँ। आर देखेर एकपटक भित्रभित्रै काउकुती लागेछ। मुस्काउनु भयो। को यो आर भन्ने?
के बोल्नु, कसरी बोल्नु, अनुहार भुइँतिर थियो। केही बोलिन। को हो भनेको सुनिनस्? राधिका हो सर, हडबडाउँदै भने। सरी सर, दिस वोन्ट ह्यापन अगेन। मुला, चिठी लेख्न सकिनस्? हात चिर्न पर्ने तँलाई, त्यत्रो मुटु छ तेरो। छ भनौँ कि छैन भनौँ? हात चिरेकै थिएँ ब्लेडले, तुरुक्क रगत झरेकै थियो। तँ राम्रो विद्यार्थी होस्। हरिजीले तँसँग मेरो बारेमा जे जस्तो कुरा गरे पनि तँभित्र मैले केही देखेको छु। कविता लेख्छस्, कहिलेकाहीँ लघु कथा नै लेख्छस्, मलाई राम्रो लाग्छ। युगबोधमा तेरो नाम देख्दा मैले स्टाफहरूलाई देखाएको छु धेरै पटक। तैँले त्यस्तो गर्ने? मेरो अनुहार सम्झिनुहोस् एकपटक पनि। श्याम सरको डर र मायाले मेरो आँखा रसाए। गाली त सहन्थेँ, तर श्याम सरले इमोसनली ब्ल्याकमेल गर्नुभयो। म ललाट लुलुक भएँ। लाज र लघुता भासले घोप्टो परेका आँखाबाट आँसु तुरुक्क झरे, जसरी ब्लेडले चिर्दा हातबाट रगत झरेको थियो। त्यसको 2 दिनपछि नै श्याम सरका अर्थी घानको भुसमा पोलेँ र सबैलाई बाँडेर खाएँ। राधिका झन् पछि झन् मनमा टाँसिँदै गई। ऊ हरेक दिन मेरो घरमा आमासँग तरकारी काटिरहन्थी, उसले भाँडा मस्काइदिन्थी। कहिलेकाहीँ हरियो एक्ला साइकलको पछाडि बसेर 12 कुनेर 14 हारेतिर घुमिरहन्थी। कलेज जाँदा आउँदा मेरो कुममा हात राखिदिन्थी। अब सोचेँ यसरी भएन। हाम्रो लगगुरु कुमारले जति नै जुक्ति निकाल्थ्यो कि हाम्रो लभगुरु कुमारले नै कुनै जुक्ति निकाल्थ्यो कि? सोधेँ, कुमारे के गरौँ यार, म त भोकभोकै बसेर मर्छु कि के हो? अरू कुनै उपाय छैन? हात चिरेको खेर गइगयो, कलेजभरि बेजत भयो, श्याम सरले पनि हकार्नुभयो। कुमार धेरै बेरसम्म बोलेन। 2 हप्ता नहुँदै यमुनासँग ब्रेकअप भएकोले ऊ पनि कम वेदनामा थिएन। उसको हातको वाइ पनि खेर गएको थियो, तर पनि उसको अनुहारमा तुस थिएन, सधैँ चाहिँ लाली भरिएको कान्तिमय अनुहार। पख, भ्यालेन्टाइन डे आउन लाग्छ, त्यो दिन कार्ड दिने हो भने फेल खान्न अरे। उसले आश देखायो। मैले पनि शर्मिलालाई दिने हुँ कार्ड। अनि साँच्चै राधिकाले त अस्ति तेरो बारे यमुनासँग कुरा गर्दै थिए नि, त्यो लेनिन काले भए पनि दिलवाले छ भन्थे रे। कुमारेको कुराले मेरो होस उडायो। देब्रे हातको घाउ आलो भएर जुर्मुरायो। मुटु फोक्सो कलेजो एकपटक उफ्रिएर कुद्न थाले। वरिपरि तुम दिल की धड्कनले गाना बज्न थाल्यो। 30-35 जना मैसँग नाच्न थाले। राधिकाले कम्मर मर्काउन थाले। म पनि रुमाल हल्लाउँदै नाच्न थालेँ। चराहरू हाँगामा बसेर गीतको भाकामा रमाउँदै कतिखेर भुर्र उड्न थाले। अलि पल्तिर खोला आफ्नै गतिमा बग्न थाल्यो। बारम्बार राधिकाको भिजेको कपालले मेरो अनुहार छोपिरहन्थ्यो। कुच्छरे हाडदेखि फोक्सोसम्मका आन्द्रासम्म तिनिक्क हुन्थे। कुमारलाई थाहा थिएन, उसले मेरो 18 वर्ष जिन्दगीको सबैभन्दा उल्लासमय र सुखद खबर सुनाएको थियो। लेनिन काले भए पनि दिलवाले छ। राधिका र मेरो जुठो चल्थ्यो। जुठो चल्नु घनिष्ठताको प्रतीक थियो, हामी त्यही बुझ्थ्यौँ। उसले मलाई र मैले उसलाई तँ भन्थ्यौँ। यही घनिष्ठताले मलाई उसको नजिक पुर्याएको थियो। ऊ के सोच्थी मलाई कहिले थाहा भएन। सहर हुँदै कलेजसम्म भ्यालेन्टाइन डेको चर्काचर्की आयो। हरेक ठिटाठिरी त्यसको तयारीमा थिए। संसारमा भ्यालेन्टाइन डेले कसैलाई भित्रसम्म छोएको थियो भने त्यो म थिएँ। त्यही दिन मैले राधिकालाई आई लभ यु राधिका भन्नेवाला थिएँ, कार्ड पठाएर। भ्यालेन्टाइन डे आयो। 45 रुपियाँको कार्ड किनेर लेखेँ, राधिका गाली नगरेस्, तर म तँलाई असाध्यै मन पराउँछु, आई लभ यु। मध्यान्तरमा सबै बाहिर निस्केका बेला मैले राधिकाको रिडिङ विदिन द लाइन्स किताबमा कार्ड घुसारेँ। यसको कक्षा मध्यान्तर अघि भएकोले कक्षामै खोलिहाल्ने सम्भावना थिएन। ऊ घर गएर खोलेपछि देखि जाला। भोलिको दिन कसले देखेको छ र? कलेज सकिएपछि अर्को दिन कलेज नपुग्नेन्जेल म धेरै पटक मरेर बाँचेँ। धेरै पटक मेरो सास अड्कियो। धेरै पटक मेरो मुटुले काम गरेन। कतिखेर दिमागले एउटा सोच्थ्यो, काम अर्कै हुन्थ्यो। भात खाने बेला चिया खान्थेँ, अचानक पेट दुख्थ्यो, दौडिएर टोयलेट जान्थेँ, आधा घन्टा जति टोलाउँथेँ। एक दिन सिङ्गो एक जुनी बराबर भइदियो। डराउँदै कलेज गएँ। राधिकासँग आँखा जुत्छ भन्ने डरले कक्षा सुरु भएपछि छिरेर छैटौँ लहरमा गएर बसेँ। शिवे तेस्रो लहरमा बसेर श्याम सरले भनेको खुरुखुरु सार्दै थियो। उसले हिजो राधिकालाई प्रपोज त गरेन। मन फेरि एकपटक ढक्क फुल्यो। छेउैमा राधिका पनि आफ्नै गतिमा नोट सार्दै थिए। श्याम सर के भन्दै हुनुहुन्थ्यो? एउटा अक्षर पनि कानबाट छिरेन। बेला बेला राधिकालाई छड्के हान्थेँ, कापीसम्म कपाल झार्दै र बेला बेला फटकार्दै सारिरहन्थे। त्यसपछि 2वटा अरू कक्षा आए गए। मध्यान्तर भयो। म सबैभन्दा पहिले कक्षाबाट निस्किएर क्यान्टिन गएँ। कुनामा गएर एक्लै बसेँ। राधिका, यमुना र अरूहरू बिस्तारै क्यान्टिन छिरे। म घोसेमुन्टो लाएर चाउमिन तान्दै थिएँ। ओइ, राधिकाले बोलाछे, जाऊ रे। कानेमा आएर यमुनाले फुसफुसाएर भनी, मन डह्रो बनाएर जाऊ। अनि ऊ हाँसी। म क्यान्टिनको कुनामा गएँ, जहाँ राधिका मलाई कुरेर बसिरहेकी थिए। कानकै नजिक आएर राधिकाले सोधी, ओइ, त्यो कार्ड तैँले हाले होस् किताबमा? उसलाई तँ भन्ने कलेजकै एकमात्र केटो म थिएँ। चिन्न उसलाई गाह्रै परेन। त्यसमा त्यो अक्षर मेरै भने, हो। त्यसपछि ऊ फन्की, तँलाई बाँदर मरेस्। उसले बाँदर भनेपछि एकाएक मेरो पुच्छर पलाए चाहिँ भयो। रुख चढेर बेसरी हाँगा हल्लाए चाहिँ भयो। पुच्छर हल्लाउँदै कानमा र नाकमा काउकुती लगाए चाहिँ भयो। उतिखेरै तिमी मेरी सुन्दरी भनौँ जस्तो लाग्यो। डरले भनिन, भनेको भए दगल्ट्याउँथी। मभन्दा अघि प्रकाश गुप्तालाई उसले धोइसकेकी थिए, बिना पानी। घरको ठ्याक्कै अघिल्तिर धारा। बिहान र बेलुकी टोलभरिका मान्छे झुम्मिने चिया पसल जस्तो, जहाँ दिन लादेनदेखि इन्द्रका बाउले सर्प मारेकासम्म गफ हुन्थे। इन्द्रले मलाई खुसुक्क भन्थ्यो, बाले यत्रो मार्थे सर्प, माछा मार्ने गडौला चाहिँ मारे हुन् सबै।
इन्द्रे यानि कि मेरो जिग्री, जसले भर्खरको कलकलाउँदा मेरो वैँसमा अनेक फुलबुट्टा भरिदिएको थियो। धारामा पानी थाप्न आउने करिब 20 जना मध्ये कम्तीमा 10 जनाको अनुहारमा भागभङ्गी हेर्न लायक हुन्थे। कसैले फोल्डिङ दाँत हालेका, कसैले कपालमा कालो मोसो दलेका, कोही नानी पाउन ठिक्क परेर ठस ठस कन्दै उभिएका। तीमध्ये कपालमा मोसो दल्नेवाला इन्द्रका बाउ पनि थिए, जो चौथी ल्याउने तर्खरमा थिए। यसअघिका 3टी ल्याउने बेला प्रत्येक पटक उनले कपालमा यसै गरी मोसो दलेका थिए। इन्द्रे सुनाउँथ्यो, बाले र्याग गर्छन् यार गट्ठी, छोरोलाई खोज्ने बेला आफै पो टप्ट्याउँछन् जहिले, बुढाले मेरो जवानीलाई लात हान्छन्। इन्द्रे अलि रङ्गिलो थियो। बाउले आमाहरू कसरी पठ्याउँथ्यो उसले सबै तिगडम बुझेको थियो। सेतै फुलेको टाउकोमा मोसो दलेको 1 हप्ताभित्र उसकी अर्की आमा आइपुग्थी। आमा भित्राइसकेपछिका केही दिन ऊ फरक मान्छे हुन्थ्यो। कहिले उफ्रदै खुसी भएर केटाकेटी कुट्दै हिँड्थ्यो, कहिले आफै कुटिन्थ्यो। अलि च्याठिने आमा परेको बेला ऊ भन्थ्यो, यसपालि माल गतिलो परेन यार। इन्द्रेको बाउ इन्डियन आर्मी थिए। बाउ आर्मीमा हुँदै आमाले उसलाई छोडेर अर्को घरजम बसाएकी थिए। रिटायर्ड भएर फर्किएपछि बाउले अर्की स्वासी ल्याएको थियो, तर रक्सी खाने बानीले गर्दा उसलाई सबैले छोडेर गए। रक्सीले टुन्न भएर ऊ धेरै पटक कटुवा खोलाको बगरमा डङरङटुई उत्तानो परेको भेटिन्थ्यो। कपाल फुले पनि मन फुलेको थिएन, एउटी गए अर्को ल्याउँथ्यो। प्ले बोय बाउले सुनाएका रङ्गिल गफ इन्द्रले मलाई क्रमैसँग बताउँथ्यो। एउटी आमा भागेपछिको दुःख भन्दा अर्की कस्ती आउने हो भन्नेमा ऊ बढी चिन्तित हुन्थ्यो। यसपालि कतिले आमा आइनन् भने त नेपालगञ्जतिर जान्छु गट्ठी, ऊ भन्थ्यो। राम्री परिन् भने तँलाई 2 प्लेट सुकुटी खुवाम्ला बुटोल रेस्टुरेन्टमा। गाउँ टोल सहर सबैतिर चार्ने हुँदा उसलाई हरेक खबरका जानकारी हुन्थ्यो। सबैभन्दा बढी कसलाई भगायो भन्नेमै उसको चियो चर्चो केन्द्रित हुन्थ्यो। उसको सङ्गत मेरो लागि टाइम पास थियो। एक्सन बाहेक अन्य फिल्म नहेर्ने मलाई उसले हलमा लगेर लभ स्टोरी हेर्ने बानी बसालेको थियो। अनि गीत गाएर हिरोइनलाई बसमा पार्ने हिरो जस्तै ठान्दै गएँ आफूलाई। हरेक भागभङ्गीका हिरोको साथमा एउटा मात्र हिरोनी हुन्थी, राधिका। बेलुकी धारामा पानी थाप्न आउने इन्द्रले चिच्याउँदै गाउँथ्यो। बेलुकी धारामा पानी थाप्न आउँदा इन्द्रले चिच्याउँदै गाउँथ्यो, लाइदेऊ लाइदेऊ माया लाइदेऊ, हे सङ्गीता हे सङ्गीता। यो सुनेर सङ्गीताले धारे हात लाउँथी, साले कुत्ता मर्लास। इन्द्रले खितिती हेर्दै कुलेलाम ठोक्यो। डल्लो अनुहार, कालो कपाल, त्यसमाथि हाइलाइट गरेका 8-10 वटा धर्का, गुलाबी कोटा सुरुवाल लगाएर बेलुकी 5 बजे सङ्गीता धारामा आउँदा धेरैको ध्यान भङ्ग हुन्थ्यो। इन्द्रका बाउ पसले प्रेमदाई, ठेकदार ध्रुव सबै चनाखो हुन्थे। अघिसम्म छट्टाएर गफ हाँकिरहेकाहरू सङ्गीताको आगमनसँगै गम्भीर हुन्थे। उनीहरूको हाउभाउ देख्दा लाग्थ्यो सबै सङ्गीता भित्राउने दाउमा छन्। दाहिने कम्मरतिर खाली गाग्री लिएर सङ्गीता धारामा आउँदा म दौडिएर घरको छतमा जान्थेँ पढ्ने बाहनामा। इन्द्रे बाउसँगै धारामै हुन्थ्यो धेरै जसो। सङ्गीता मस्किएर गफ गर्थे सबैसँग, त्यही बाहनामा इन्द्रसँग पनि मस्याक मुसुक गर्थे। इन्द्रे घरिघरि सङ्गीताको नजिक पर्न खोज्थ्यो। बाउले आँखा सन्काएर आफूतिर बोलाउँथे। मलाई थाहा थियो इन्द्रले जिस्काए पनि सङ्गीताप्रति उसको भावना थिएन। सबैले पानी भरिसकेपछि सङ्गीताले गाग्री थाप्थी र भरेर थपक्क कम्मरमा राख्थी। भरिएको गाग्री कम्मरमा ढल्किँदा तप्त पानी चुइन्थ्यो र सुरुवाल छपक्कै हुन्थ्यो। त्यसरी उसले पानी थापेको, गाग्री अडिआएको र सुरुवाल भिजेको मलाई खुब मन पर्थ्यो। कहिलेकाहीँ छततिर हेरेर मुसुक्क हाँस्थी। उसको मुस्कान बतासले म छेउ ल्याउँथ्यो, समाएर छातीको देब्रे कुनामा राख्थेँ। थपक्क मन त्यसै खुसीले फुत्ताउँथ्यो। एक दिन इन्द्रले सुनायो, सङ्गीता त नछुनी जातकी हो रे, बाउले छेउ नपरेस् भनेछन्। मलाई विश्वास लागेन। त्यस्तै रूपवती सङ्गीता कसरी नछुनी हुन सक्छे? तेरा बाउले जाँड धोक्छन्, जसलाई पनि जे पाए त्यही भन्छन्, सधैँ हावा कुरा गर्छन्। होइन के, एकराजकी आमाले नि त्यही भन्थिन्, छुनु हुन्न रे हामीले। मलाई रिस उठ्यो। क्रान्तिवीर फिल्ममा नाना पाटेकरले भनेको डायलग याद आयो। भनिदिएँ, जसका बाउले जसकी आमाले जे भने पनि मान्छेको रगत रातो हुन्छ। रगतै रातो भएपछि को सानो को ठुलो? इन्द्रे कहाँ पर्यो। त्यसपछि हरेक दिन सङ्गीता गुलाबी कुर्ता सुरुवालमा धारामा आइरही मैले छतमा गएर हेरिरहेँ। कुमारको भाउतोमा लागेर देब्रे हातमा लेखेको आर आलै थियो। इन्द्रलाई कलेजका सबै घटना बेलुकी सुनाउँथे। ऊ रमाउँथ्यो। राधिका मसँग बोली, राधिकाले नोट मागी, राधिकाले माया गरेर काले भनी। यस्ता गफ सुन्दा इन्द्रे रल्ल पर्थ्यो। कतिपटक त उसले पनि भन्थ्यो, राधिकालाई चिठी लेख, म पुर्याइदिन्छु। उसले फर्काइदिई भने नाम फेरेर सङ्गीतालाई दिउँला, कसको बाउको के जान्छ र गाँठे। म मरिमरि हाँस्थेँ। मलाई हँसाउन सकेकोमा ऊ पनि दङ्ग पर्थ्यो। राधिकासँग घनिष्ठता र सङ्गीतासँगको दूरी बिचको भेदमा खुट्याउन सक्दिनथेँ। दिउँसो कलेज जाँदा राधिका बिना बाँच्न नसक्ने हुन्थेँ। बेलुकी धारामा सङ्गीतालाई देख्दा मन कटक्क हुन्थ्यो। घुँडासँग फ्रक लगाएर बारुले कमरमा नाच्ने राधिका सपनामा आउँथे। सपनामै सही सङ्गीता धेरै पटक मेरो घरमा आई, मलाई घुमाई, आमालाई सघाई। ऊ पनि मेरो साइकलको पछाडि बसेर 12 कुना दह घुमी। साइकलमा बस्दा पछाडिबाट चपक्क समाउँथी। मलाई गाउँकुती लाग्थ्यो र म ढुक्क हुन्थेँ। यतातिर शिवे थिएन, उसको बाइक थिएन। त्यस्तो समय पनि आयो जति बेला राधिका र सङ्गीता मध्ये को मेरी हो खुट्याउन सकिनँ। म दोबाटोमा थिएँ। एकातिर राधिकाको मायाले बोलाउँथ्यो, अर्कोतिर सङ्गीताको पैसाले। र भ्यालेन्टाइन डे फेब्रुअरी 14 फेरि आयो। कुमारको आँटले फुरुङ्ग थिएँ। बजार गएँ, 45 रुपियाँको 2टा कार्ड किने, पानको पात आकारमा काटिएका। एउटामा लेखेँ, राधिका गाली नगरेस्, तर म तँलाई असाध्यै मन पराउँछु, आई लभ यु। अर्कोमा लेखेँ, सङ्गीता नरिसाए है, म तिमीलाई असाध्यै मन पराउँछु, आई लभ यु। मलाई जातभात मन पर्दैन।
दिउँसो कलेजको क्यान्टिनमा राधिकाले बाँदर भनेपछि म केही बोलिनँ। साला आँसु पनि झरेन। लाग्यो अब राधिका मेरी कहिल्यै हुन्न। मलाई माया गर्थी त किन रिसाएर बाँदर भनी? बरु अलि समय पुरेको भए आफै पो चिठी लेख्थे कि। हर्नकको डाँडामा नाचेका सबै रिल फ्ल्यासब्याक भएर मनभरि हाँस्न थाले। तर आशा मरेको थिएन। इभिनिङ शिफ्ट त बाँकी नै थियो। सङ्गीताले आई लभ यु टु भन्ने सम्भावना पनि त थियो नि। सङ्गीतालाई कार दिने जिम्मा इन्द्रको थियो। कुरामा जति फट्ने भए पनि इन्द्र मभन्दा बढी लड्दो थियो। त्यसमाथि कहिल्यै केटीको खेलाउन नपरेको मान्छे। सक्छस् यार तैँले, नडरा। मैले भरोसा दिँदै भने। रिसाइ छ भने लेनिनले दिएको भनेर टाप कसेस। सङ्गीताको परिवार क्रिस्चियन भएकोले सबै चर्च गएका थिए। त्यही मौकामा इन्द्रले सङ्गीताको हातमा कार्ड थमाएर भागेछ, केही नबोली। दोस्रो दिनसम्म कुनै उत्तर आएन। राधिकाको गाली सुनेपछि यसै पनि मेरो मन ठेगानमा थिएन। अरू जे भए पनि बाँदर भनेर गाली नगर्नु पर्ने। फुरुक्क आइएम सरी बट मैले तँलाई मन पराउन भनेको भए पनि त हुन्थ्यो। बाँदरले धेरै बेरसम्म चस्काइरह्यो। तेस्रो दिन बिहानै इन्द्र चिटचिट पसिना निकाल्दै आएर झ्याल बाहिरबाट सुस्तरी भने, ओए यहाँ आ त, बर्बाद भो बे। बर्बाद भन्ने शब्दसँग मेरो हंसले ठाउँ छोड्यो। लाग्यो सङ्गीताले पनि धोइ क्यार। के भो? ला हेर त स्याला, केटी क्या केटी हो यार। हत्त नपत्त उसको हातबाट चिठी तानेर हेरेँ। चिठी देखेर दुइटै कान एक्कासी बम्म भए। पानीभित्र डुब्दा हुने सन्नाटा जस्तो। भित्रभित्रै नसामा असारे भल बगे जस्तो गरुङ्गो भयो। आँखा धमिला भए। रुद्र घन्टी नेरै आएर सास अड्कियो। सङ्गीताले लेखेकी थिए, आई लभ यु टु इन्द्र। जात भातको कुरा मन पर्दैन भन्यो, खुसी लाग्यो। त्यसको धेरै बेरसम्म इन्द्रको मुखमा हेर्न सकिनँ। भर्खरै उदाउन लागेको सूर्यले पनि भतभती पोले जस्तो लाग्यो। विलियम सेक्सपियरले कतै लेखेका थिए, नाममा के छ र, तर नाममा धेरै थोक हुँदो रहेछ। मैले आफ्नो नाम लेख्न नछुटाएको भए उसले इन्द्रलाई होइन मलाई आई लभ यु टु लेनिन भनेर पठाउँथे होली। तिम्रो लागि भदौ 29 गते 11 बजे मैले रेकर्ड गरेको।